हेलो नमस्ते सबैजनालाई वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो 21 डे च्यालेन्जको डे 2 रहेको छ र मेरो ब्लगको सुरुवात चाहिँ यसरी हुन्छ। हजुरहरूले हेरिहाल्नु भयो कसरी हुन्छ भनेर भाइलाई उठाउनेबाट ब्लगको सुरुवात भयो आज मेरो। आफू पनि उठेर म किचनतिर गएँ। पहिला सुरुमा मम्मीलाई यसो मम्मीको काममा डिस्टर्ब गर्नलाई, अनि त्यसपछि अलिकति नक्कल झक्कल पारेँ। उठ्ने बित्तिकै पहिला ऐनामा मुख हेर्न गएँ, अनि यसो नक्कल पारेर ब्रस स्रस गरेर नुहाएर, किनभने बिहान त म ढिलो उठ्छु नि त, 8 बजीतिर उठ्छु। अनि हतार हतार गरेर नुहाएर पूजा गर्ने काम चाहिँ म बिर्सिँदिनँ। अरू भने त्यस्तै हो, बरु म भात खान बिर्सिन्छु तर पूजा गर्न बिर्सिँदिनँ। अनि पूजा गरेर खाना खाएर रेडी भएर अफिस गएँ। अफिस गइसकेपछि आज चाहिँ मेरो अफिसमा काम थियो कि अलिअलि। सधैँ मात्र कति आगो ताप्नु होइन, कति घाम ताप्नु, कहिलेकाहीँ त काम पनि गर्नु पऱ्यो। त्यत्तिकै पैसा दिँदैनन् अरूले, कामहरू गरेँ अफिसमा। अनि आज फेरि कस्तो राम्रो भयो कि अरूमा कति खुसीको कुरा। यो मेरो काम गर्दा गर्दै यो प्रिन्ट आउट निकाल्ने बेलामा चाहिँ प्रिन्टरमा जहिले पनि पेपर अड्किन्थ्यो कि, प्रिन्टरलाई पनि कहिलेकाहीँ जाडो लाग्दो रहेछ भन्ने लाग्थ्यो मलाई। तर आज यो प्रिन्टर पनि भिडियो भइरहेछ, लग जान्छ फेरि मेरो बेइज्जत हुन्छ भन्ने सोचिसक्यो। आज प्रिन्टर पनि नअड्किकन निक्लिरहेको के, कति खुसी भएको हो। तर के गर्नु, आफ्नो काम त गर्नु परिहाल्यो होइन। प्रिन्टरले पनि आफ्नो काम राम्रोसँग गर्यो, मैले पनि आफ्नो काम राम्रोसँग गरेर अफिस छुट्टी भयो 6 बजे। त्यसपछि अफिसबाट निस्केर ट्युसन पढाएँ। अनि आज हामी यहाँ गवामाईमा 1.25 लाख दीप प्रज्वलन गरेको थियो। अलिअलि चाहिँ मैले नक्कल पनि पारेको छु है बिचबिचमा। ट्युसन पढाउने बेलामा मुखमा कति धेरै पिम्पल आयो भनेर पनि पिर परिरहेको थियो फेरि मलाई पढ्न चाहिँ। तर केही छैन, त्यो पिम्पल भन्ने आउँछ जान्छ। अनि राम्री मान्छेलाई आउँछ अरे कि पिम्पल चाहिँ। अनि यो गवामाईको दीप प्रज्वलन भएको ठाउँमा गएँ, म दर्शन गरेँ। मन्दिर 1.25 लाख बालेको थियो क्यारे। यो चाहिँ हाम्रो अयोध्या राम मन्दिरको मूर्ति स्थापित भएको 3 वर्ष भयो भनेर गरेको थियो हाम्रो यहाँ गवामाईमा पनि। त्यो दर्शन गरेर अनि हामी घर फर्क्यौँ। घर फर्केर म घर नगइकन पहिला ट्युसन पढाउनु गएँ, त्यसपछि घर आएँ। सो आजको मेरो डे 2 भ्लग यहीँ हिँड्नुहुन्छ। फेरि भेटौँला डे 3 मा। त्यतिन्जेलसम्मको लागि हजुरहरू सबैजनालाई ह्याप्पी न्यू इयर भन्न चाहन्छु। अब भोलि न्यू इयर, भोलिको दिन कसरी बित्छ हजुरहरूलाई देखाउँछु। बाई, सी यू।